हेलो साथीहरू, आज चाहिँ हामी क्लास 12 को एकाउन्ट सब्जेक्टको फिक्स्ड न्युमेरिकल च्याप्टरहरूको बारेमा चर्चा गर्नेछौँ। अब क्लास 12 को इक्जाम पनि आइसकेको छ, के गर्ने, कसरी पास हुने, कुन च्याप्टरबाट कति मार्क्स आउँछ भनेर अन्यलमा परिराख्नु भएको छ भने यो भिडियो तपाईँको लागि हेल्पफुल हुनसक्छ। आजसम्म केही पनि पढ्नु भएको छैन भने चिन्ता नगर्नुहोस्। अब मैले भनेका यी च्याप्टरहरू पढ्दै जानुहोस्, पास स्योर भइन्छ। नम्बर 1 क्यास फ्लो स्टेटमेन्ट पार्टबाट 8 मार्क्स स्योर आउँछ, यसबाट फुल्ली तयार गरेर जानुहोस्। त्यस्तै 2 नम्बरमा आउँछ हाम्रो इन्कम स्टेटमेन्ट सोध्छ, इन्कम स्टेटमेन्ट, ब्यालेन्स सिट, रिटेन अर्निङ पढ्नुहुन्छ नि, जुन फिनान्सियल एकाउन्ट मोडर्न मेथड, यसबाट पनि 8 मार्क्स फिक्स सोध्छ साथीहरू। यो पनि राम्ररी तयारी गरेर जाने। 3 नम्बरमा चाहिँ त्यो कस्ट सिट, टेन्डर सिटवाला च्याप्टर छ नि, हो त्यो च्याप्टरबाट चाहिँ 8 मार्क्स स्योर सोध्छ, त्यो पनि फुल्ली तयारी गरेर जाने। टाइम छ अझै, मजाले नआत्तिकी त पढ्ने। त्यस्तै 4 नम्बरमा चाहिँ एकदमै सजिलो फिनान्सियल एकाउन्ट ट्रेडिसनल मेथड, जसमा चाहिँ ट्रेडिङ एकाउन्ट होइन, ट्रेडिङ एकाउन्ट अनि पिएल एकाउन्ट, पिएल एप्रोप्रिएसन एकाउन्ट अनि ब्यालेन्स सिट पढिन्छ। त्यहाँबाट 5 मार्क्स स्योर आउँछ, यसबाट पनि तयार गर्ने। इजी छ, केही छैन, आरामले पढ्ने, सजिलै बुझिन्छ। त्यस्तै 5 नम्बरमा सोध्छ कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट। कस्ट रिकन्सिलिएसन स्टेटमेन्टबाट चाहिँ फाइनल इक्जाममा क्लास 12 को एकाउन्ट सब्जेक्टको फाइनल इक्जाममा चाहिँ 3 मार्क्सबाट सोध्छ। 3 मार्क्स सजिलो छ गाइजहरू, एकदमै राम्रोसँग पढ्ने। नम्बर 6 मा चाहिँ तपाईँहरूलाई सोध्ने भनेको सेयर, इस्यु अफ सेयर फर क्यास र इस्यु अफ सेयर अदर देन क्यास एन्ड डिभेन्चर गरेर सेयरबाट टोटल 10 मार्क्सको क्वेसन सोध्छ। राम्ररी तयारी गर्ने, 10 मार्क्सको क्वेसन सोध्छ सेयरबाट। त्यस्तै थ्योरी पनि आउँछ गाइज एकाउन्टमा, न्युमेरिकल मात्र आउँदैन। न्युमेरिकल कमजोर भएका साथीहरूले पनि साना साना न्युमेरिकल च्याप्टरहरू तयारी गर्ने र थ्योरिटिकल च्याप्टर पनि तयारी गर्ने। जस्तै थ्योरिटिकल च्याप्टरमा इम्पोर्टेन्ट भनेको चाहिँ कस्ट एकाउन्ट हो एउटा, जसबाट चाहिँ 5 मार्क्स स्योर सोध्छ। त्यस्तै अर्को थ्योरी च्याप्टर भनेको चाहिँ कम्प्युटर सिस्टम इन एकाउन्टिङ, कम्प्युटर सिस्टम इन एकाउन्टिङ, यसबाट पनि 5 मार्क्स स्योर सोध्छ। त्यस्तै तपाईँहरूले न्युमेरिकल च्याप्टरमा एउटा एकदम सजिलो पिरियोडिक इन्भेन्ट्री सिस्टम र पर्पेचुअल इन्भेन्ट्री सिस्टम पढ्नुहुन्छ नि, जुन हो त्यसबाट लिफ हो, फिफ हो, यिनी जे पनि छन् नि, त्यो सबै राम्ररी तयारी गर्ने। प्रायः चाहिँ पिरियोडिक नै सोध्छ, पर्पेचुअल चाहिँ सोध्दैन। यो क्यास फ्लो पढ्दा पनि धेरै जसो मेनली फोकस भनेको चाहिँ क्यास फ्लो स्टेटमेन्ट, डाइरेक्ट मेथडलाई चाहिँ मेनली फोकस गर्ने। इम्पोर्टेन्ट न्युमेरिकल च्याप्टर भनेको क्यास फ्लो तयारी गर्ने, इन्कम स्टेटमेन्टवाला फिनान्सियल स्टेटमेन्ट ट्रेडिसनल मेथड तयारी गर्ने, मोडर्न मेथड तयारी गर्ने, कस्ट सिट एन्ड टेन्डर सिट तयारी गर्ने। त्यस्तै एउटा 5 मार्क्समा सोध्छ वर्कसिट पनि 5 मार्क्स। यति च्याप्टर तयारी गरेर जानु, ढुक्क एकाउन्टमा पास हुन्छ, नआत्तिकी त इक्जाम दिने हो।